डे 3 अफ माई मिनी ब्लग। आज चाहिँ हामी यसो भाइ जान लागेको। उहाँ चाहिँ मेरो श्रीमानज्यू अनि यो चाहिँ मेरो ह्यान्डसम भाइ। यसपछि हामी चिया बगानतिर गयौँ। हामी त्यता गएर हामीहरूले चाहिँ चिया अर्डर गरेर चियाको वेटमा थियौँ। त्यसपछि फाइनली चिया पनि आइपुग्यो। त्यसपछि हामीहरूले चाहिँ चिया पियौँ। चिया पिइसकेपछि फाइनली हाम्रो खाजा नि आयो, फ्रेन्च फ्राइज खाइसकेपछि हामीहरू चाहिँ चिया बगानलाई बाई बाई गरेर घरतिर लाग्यौँ। अनि बाटोमा चाहिँ 99 सप गयौँ हामी, केही सामानहरू किन्नु थियो 99 सप। त्यसपछि मैले भाइलाई नि बोलाएँ, एकछिन सामान हेऱ्यौँ, किन्यौँ। त्यसपछि घर जाँदाखेरि चाहिँ ठ्याक्कै त्यहाँनिर एक्सिडेन्ट भएको रहेछ। एकछिन त्यहाँ हेरेर फेरि हामी रुमतिर चाहिँ जान थाल्यौँ। म चाहिँ जाँदैछु रुमतिर। यहाँ चाहिँ हाम्रो किर्तिपुर गाम्चाको भ्यू हेर्नुहोस्। उता चाहिँ मेरो रुम, अलिअलि धेरै त होइन हो, उतादेखि रुम चाहिँ देखिँदैछ मेरो। त्यसपछि हामीहरू गफ गर्दै मजाले त्यताको भ्यूहरू हेर्दै गयौँ। फाइनली हामी रुम पनि पुग्यौँ, माई स्विट रुम। त्यसपछि म चाहिँ खाना बनाउनुतिर तरकारी, यो चाहिँ हाम्रो गिलो रोटी, हाम्रो चाहिँ पश्चिमेली भाषामा माडा भनिन्छ यसलाई। तरकारी नि पाकिसक्यो अनि यता चाहिँ हाम्रो माडा नि बन्दैछ। हेर्नुहोस् मैले चाहिँ कस्तो बनाउँछु। अब चाहिँ माडा नि रेडी हुन थाल्यो। थ्याङ्क यू गाइज फर वाचिङ माई भ्लग। बाई बाई, सी यू इन नेक्स्ट भिडियो।